तपाईहरुलाई म आज एउटा सत्य कुरा भन्छु है छोरा मान्छेको बारेमा। छोरा मान्छेले दुःख पोख्ने ठाउँ चाहे सुख पोख्ने ठाउँ टेन्सनदेखि लिएर हरेक पोख्ने ठाउँ भनेको एउटा भट्टी पसल हो। वहाँ गएर चाहिँ कस्तो हुन्छ भने टेन्सन भएको छ, धेरै टेन्सन भयो, गयो रक्सी खाएर चिल भयो भने आनन्द मजा आयो यार, एकछिनको लागि त टेन्सन दूर भयो भनेर भन्छन्। रमाइलो भयो, आज त चाडबाड हो, थोरै भयो भने प्याक लाउनै पर्छ भन्ने हुन्छ। कसैसँग टेन्सन भयो, आज त लास्ट टेन्सन भइरहेछ यार, थोरै त लाउनै पर्छ। अनि त्यसपछि थकान लाग्यो कहिलेकाहीँ शरीर होइन, थकाइ लाग्छ के भने आज त लास्ट थकाइ लाग्छ यार, थोरै त टक लाउनै पर्छ भन्छ। छोरा मान्छेले चाहिँ छोरी मान्छे जस्तो गरेर दुःख पोख्न सक्दैन, उसले चाहिँ अर्काको अगाडि आँसु देखाउन सक्दैन। त्यही भएर चाहिँ उनीहरू आफ्नो दुःख पीडा लुकाउनलाई चाहिँ भट्टीतिर छिर्छन्। हामी छोरी मान्छे चाहिँ आफ्नो आँसु दुःख खुसी सजिलैसँग अरूलाई देखाउन सक्नेलाई चाहिँ हामी किचनमै बस्छौँ, मजाले भात पकाउँछौँ, गमागम खान्छौँ, मस्त रमाउँछौँ।